हामी ब्राइडल सावरको लागि रेडी हौँ है त। आज मैले अब फेसियल पनि गराएको थिएँ अनि आई गट माई नेल्स डन। एकदम सिम्पल राखेको बिकज लाइक अब अलिक क्लासी देखिन्छ। सिम्पल यो सिम्पल कलर रेड भयो भने फेरि इट्स अ ब्राइडल कलर पनि अनि त्यही भएर अलिक क्लासी पनि देखिन्छ। सो हियर इट इज। अनि आज मैले फेसियल पनि गराएको। एउटा सिक्रेट भन्छु है त, म अहिलेसम्म कहिले पनि ब्युटी पार्लर गएको थिएन। आज म फर्स्ट टाइम ब्युटी पार्लर गएको आफ्नो मेकअप गर्ने पर्पसको लागि। यो नौलो किन भइरहेछ भनेर भन्दाखेरि किनभने के भन्छ म इन वान वे अनदर एउटा पोइन्टमा आई युज टु मोडल अनि आई युज टु बी पार्ट इन ग्ल्याम इन्डस्ट्री लाइक मिस युनिभर्स, मिस टिन, लाइक डन इट अल। सो मान्छेलाई लाग्छ होला म एकदम ब्युटी पार्लर जान्छु तर मेरो मम चाहिँ एक्चुअली ब्युटिसियन हो होइन। अनि उहाँले नै मेरो कपालहरू बनाइदिने, थ्रेडिङ गरिदिने गर्दैछन्थ्यो। अनि म बङ्गलादेश बसेको बेलामा चाहिँ घर आएको बेलामा मात्रै थ्रेडिङ गरिदियो कि, अरू बेला त केही न केही मामुले जहिले पनि झाडु बनाएर आइसिस् भनेर भन्छन्थ्यो होइन। सो म कहिले पनि बङ्गलादेश हुँदा पनि एक्लै कहिले पनि ब्युटी पार्लर गएको थिएन अनि अहिलेसम्म गएको थिएन। अनि यो ब्युटी पार्लर चाहिँ कम्फर्टेबल थियो किनकि मेरो हजुरआमाको हो होइन। सो त्यही भएर हुन्छ भनेर गएको। कस्तो स्ट्रेन्ज लागिरहेछ मलाई, यो कसरी गर्छ मान्छेले भने जस्तो भइरहेछ। एनिवे तर मलाई अलरेडी पुरा हुन्छ नि यस्तो टाइप, पुरा एएसएमआर टाइप पुरा फिल आइरहेछ। एनिवे मैले चाहिँ अब जस्तै बेस लगाएँ, स्किन केयरको बेस लगाएँ अनि मोइस्चराइज पनि लगाउन मिल्छ। मैले चाहिँ सनस्क्रिन लगाएँ तर यो चाहिँ कस्तो मोइस्चराइजर प्लस सनस्क्रिन बोथ मिक्स भएकोले गर्दा आई डोन्ट थिङ्क आई निड इट। गुड फाउन्डेसन पाउन कति गाह्रो हुन्छ आई नो, किनकि मैले एउटा लाइक गुड प्राइस रेन्जमा यो एउटा फाउन्डेसन भेटेको छु होइन। सो गुड लाइक कस्तो हाई कभरेज छ। अनि अर्को एउटा फाउन्डेसन छ नि फरएभर 52 कि के भन्ने, अनि त्यो पनि मलाई एउटा साथीले सजेस्ट गराएको थियो। अनि एकजना मेरो मैले चिनेको एकजना सिस्टर हुनुहुन्थ्यो क्या, अनि उहाँले पनि लगाउनुहुन्थ्यो। अनि मैले त्यो देखेर अनि त्यही फोटो लिएर मैले कति खोजेँ होइन। अनि मैले पाएँ पनि सेम सेड एभ्रिथिङ, तर फेरि उहाँको कस्तो हाई कभरेज दिइरहेको थियो, मेरोमा हाई कभरेजै देखिएन क्या त्यो फरएभर समथिङ भन्ने। आई वाज सो सक, त्यस्तो पनि हुँदो रहेछ होइन। त्यही भएर अब कस्तो खालको के भन्छ फाउन्डेसन भन्ने चाहिँ तीको ती नै थाहा हुँदो रहेछ। मैले त्यही नै ब्रान्डको त्यही नै खोज्दा पनि अलिकति डिफ्रेन्स पर्दो रहेछ। अनि जब कि सम अदर ब्रान्डमा चाहिँ बेटर सुट गरेको कि मलाई। अनि मलाई चाहिँ यो के अरे आउटडोर गर्ल्स भन्ने एकदमै लाइक रिजनेबल प्राइसमा यस्तो दामी कभरेज दिएको छ। यु क्यान सी द डिफ्रेन्स है। अनि फेरि मैले त्यति धेरै एफोर्ट पनि लगाएँ नि, त्यति धेरै प्रडक्ट पनि लगाएको छुइनँ कि यति प्रडक्टले मलाई पुरै फेसमा पनि पुग्छ कि ल यति मैले यता पनि स्प्रेड गरिदिएँ होइन। यदि फेरि कस्तो इभन स्प्रेड हुन्छ कि अलिअलि मेरो यहाँनिर पहिलाको एक्ने स्पटहरू छ, यस्तो दामी कभरेज कि सो सकिङ। अनि त्यतिले पुगिदियो मलाई। आई डिडन्ट निड टु डु मोर कभरेज कि इट जस्ट कभर्ड। अनि म चाहिँ जहिले पनि हातले ब्लेन्ड गर्छु। आई डोन्ट नो द पिपल लाइक टु ब्लेन्ड विथ ब्लेन्डर, तर मेरो त जहिले पनि बिकज हातमा एउटा टेम्परेचर हुन्छ नि त, वार्म टेम्परेचर हुन्छ, अनि त्यसले कस्तो मजाले ब्लेन्ड गर्न हेल्प गर्छ। एज यु क्यान सी am I lying or what? लाइक कस्तो राम्रो कभरेज लाग्छ कि मलाई हातले गऱ्यो भने। अनि वर्ल्डको सबभन्दा इजिएस्ट मेकअप चाहिँ मै गर्छु होला जस्तो लागिसक्यो। आई लिटरली हेभ नो स्टेप्स के। अनि अब आइलाइनर पनि आई डोन्ट युज फ्यान्सी आइलाइनर। म सोनाटाको यो नेल पोलिस टाइप आइलाइनर युज गर्छु। मैले यो बच्चैदेखि युज गरेको, बच्चा त भन्दैन मतलब मलाई याद आएदेखि युज गरेको है। अनि इट्स सो गुड कि लाइक सो गुड। अनि हामीले लाइक इफ यु आर युज इट देन ओन्ली यु नो कति गुड छ भनेर यो। तर नेपाली भइसकेपछि हामीले युज नगरेको कोही पनि छैन होला। इग्नोर द मेस, आई एम गेटिङ म्यारिड भन्दा नि कस्तो लागिरहेछ। विथ द लभ अफ माई लाइफ आई एम ट्रुली बियोन्ड ह्याप्पी। अघिसम्म त कस्तो नर्भस थिएँ कि लाइक ब्युटी पार्लरमा गएको बेलामा आई वाज टकिङ अबाउट हिम विथ सबैजना नि त।
अनि सबैजनाको क्वेरिजहरू हुने क्या, दे आर आस्किङ मी को कस्तो के कता, अनि अब रिपिटेडली भन्नु परिरहेको थियो एन्ड देन आई वाज गेटिङ सुपर नर्भस के। अनि यो अर्को मलाई ह्याक एउटा लाइक द सेम सिस्टर हु लाइक हुज फाउन्डेसनमा कुरा गरिरहेको थिएँ नि, उहाँले सिकाएको कि यस्तो गरेर यो त्यही भएर मैले यो मेसिन किनेको थिएँ क्या। दिस इज मेरो डाडीले भएन सोध्दैछ नि त, यसै पनि छिटो मेकअप गरेर भने चाहिँ झन् छिटो। अनि यसो गरेर अनि अर्को सबभन्दा चिप एन्ड बेस्ट प्रडक्ट रिभ्यू नै भइरहेछ, भोल्युमको यो मस्कारा। ओ माई गड सो गुड, यु क्यान सी है, छैन नि केही। म फेक ल्यास लगाऊँ जस्तो, फेक ल्यास भनेर अहिले लगाउँछ नि यो आइल्यासमा थपेर ल्यास ग्लु लगाएर, के भन्छ नि आएन यार, हो त लगाऊँ भनेको सबै लगाइरहेको थियो अनि फेरि आई वाज सजेस्टेड नट टु डु इट, सो आई ब्याक्ड आउट है। छिटो रेडी हुनुपर्ने छ, मेरो डाडी इज अलरेडी, ओ माई गड यु लुक लाइक अ डल, लिटरल डल। ओहो कस्तो डिफ्रेन्स देखेको कि। अनि अर्को भनेको ब्लस, मेजर ब्लस, यु क्यान युज एनी ब्लस द्याट हेज पिगमेन्ट होइन, दिस इज द वान आइ एम युजिङ, यसको सबै गइ नै सक्यो है। अनि द मेन डिफ्रेन्स चाहिँ ब्लसमा भनेको द टेक्निक अफ युजिङ इट, अनि त्यस पछाडि ब्लेन्डर, यु युज द गुड ब्लेन्डर, लाइक यो कस्तो राम्रो ब्लसको ब्लेन्डर छ नि त, म यो लिएँ होइन, इट मेक्स अल द डिफ्रेन्स। होइन धेरै पनि लिँदैन, अलिअलि यता त रब अफ गर्छु, यहाँदेखि अलि रब अफ गर्छु। अनि मलाई चाहिँ अलिकति एल सेप टाइप गर्नु मन लाग्छ होइन, to give it more lifted look. See, blush makes so much difference. अनि ब्लसको चाहिँ मेनली लाइक अलिकति पिगमेन्टेड भयो भने पनि लाइक यो ब्लेन्डर यस्तो खालको हुन्छ नि, यस्तो खालको ब्रुस के भन्नु अब, ब्लेन्डर हो कि के भन्छ, सब बोलेर खाइसकेँ। हुन त मलाई यसै पनि आउने त होइन, त आई युज द मोस्ट लाइक सिम्पलेस्ट वे अफ गेटिङ रेडी। अलिअलि मलाई नोजमा पनि मनपर्छ। सी अब अर्को भनेको मैले अस्ति भर्खर लिप टिन्ट किनेको थिएँ। लिप टिन्ट इज लाइक यो चाहिँ लिप्सलाई टिन्ट गर्छ, सो लाइक बोल्दा ओर्दा खाना खाँदा ओर्दा टिन्ट भएर बस्छ नि त। So we are done. Let me get dressed.